हेलो एन्ड गुड मर्निङ नमस्ते स्वागत छ सबैलाई आजको भिडियोमा। आजको भिडियो हेर्न सक्नुहुन्छ म आउटडोर छु, बाहिर छु। अनि आजको भिडियो चाहिँ अलिक फरक किसिमको हुनेछ, अरू दिनभन्दा अलिक फरक किसिमको। रुममा बसेर कुनै न्युजको बारेमै अथवा कुनै अपडेटको बारेमा बनाउने हैन। आजको भिडियो चाहिँ बाहिर घुमेर एक्सप्लोर गरेर हैन बनाउने हो। अनि खासमा आज चाहिँ मलाईहरुको हैन राया भन्नाले ईद छ नि त, ईद अनि त्यही कारणले छुट्टी छ। सो त्यसै कारणले हामी चाहिँ बाहिर निस्केका छौँ। घाम लागेको छ, हेर्न सक्नुहुन्छ मौसम एकदम बबाल दिएको छ हैन। आजको मेरो सेटअप यस्तो छ, साइकल हैन, साइकलमा अनि हाम्रो साथी पनि छ साइकलमा। अनि मेरो चाहिँ हेर्न सक्नुहुन्छ है, म देखाउँछु। मेरो चाहिँ गेटअप यस्तो छ, म यहाँनिर मोबाइल अड्काएर हैन अनि चारैतिर घुमफिर गरेर। अनि आजको भिडियो चाहिँ खासमा ती मान्छेहरूको लागि हो जो मान्छेहरू घरमै बसी बसी मोबाइल हेर्छन् नि, हो तिनीहरूलाई चाहिँ म आजको बाहिरको एक्सप्लोर देखाउँछु हैन। अनि आजको बाहिरको नजारा देखाउँछु। त्यो मान्छेहरू चाहिँ हेर्नु होला जो मान्छे प्राय घरमै रुचाउनुहुन्छ, बाहिर घुम्न जानुहुन्न नि बाहिर कतिको मजा छ हैन। घाम भए पनि मजा कतिको छ भनेर म देखाउँछु है त। अनि आज खासै टाढा जाने छैनौँ, वरपरै हो, पहिला गएकै ठाउँमा हो, तर पनि हेर्नु न, इन्जोय हुन्छ है आजको भिडियो। सो गाइज रेडी, कतिको अब फ्रेम आउँदैछ भन्नु होला हैन। हाम्रो सेटअप रेडी भइसकेको छ, फर्स्ट टाइम हो यसरी अड्काएर हैन भिडियो बनाउँदैछु। कतिको आउँदैछ हैन, राम्रो छ कि छैन त्यो त म पछि नि चेक गर्नेछु। सो हेर्दै गर्नु होला। अब हामी लागेको हैन, सायद अनुहार त देख्न सक्नुहुन्न, कतिको राम्रो आउँदैछ हेर्नु। मौसम चाहिँ आज दामी छ, अलिक खल्लिँदैछ कि जस्तो लाग्दैछ, तर पनि आइफोन हो, टेन्सन छैन। यसले चाहिँ हल्लिँदा पनि सायद असर पार्दैन होला जस्तो छ। नेपालको मौसम यस्तो सफा हुन्छ त हुँदैन, नेपाल कति पोल्युसन भइसकेको छ अहिले। मलेसिया हेर्नु त, अब बाटोघाटो अलिअलि फोहोर भए पनि नेपालभन्दा त अलिक बेटरै छ। सो हिजो चाहिँ दिनभरि रुममा बस्यो कि, अनि बोरिङ भयो क्या, रुममै बसेर। अनि भिडियो पनि म रुममै त बनाउँछु, तर त्यो भिडियोहरूमा भ्युज पनि आउँदैन। के भएको होला, कि भिडियो नराम्रो छ कि मैले बनाउनै नजाने हो कि होइन। अनि म फाइनली चाहिँ आज 3 वर्ष पहिला जस्तै भिडियोहरू लिएर आएको छु। आज चाहिँ 3 वर्ष पहिला पनि यस्तै भिडियोहरू बनाउँथेँ नि त, बाहिर घुम्दै भ्लगिङ गर्दै होइन। साइकल चाहिँ दुईटिको फेरि उस्तै छ, कुनै राइडिङ साइकल होइन। यो जङ्गल है, पहिला यो जङ्गलमा पनि आएको थियौँ नि, हो घना जङ्गल छ, यसमा चाहिँ ठुल्ठुलो बँदेलहरू छ होइन, बाँदरहरू छ। यो चाहिँ सानो खोला, यहीँ माछा पनि मार्छन् केटाहरू। मेरो ह्यान्डल पनि यस्तो आफै बाङ्गो भइहाल्छ यार। यो चाहिँ होइन आफै बाङ्गो भइहाल्दो रहेछ, लुज भएको छ। अनि यो चाहिँ गाडीले हेर कतै सामान दिएको, हामी आउँदैछौँ भनेर ठ्याप्पै रोकिहाल्यो क्या। यसो हो क्या, मान्छे यहाँ शिक्षित छन् है। हाम्रो नेपालमा पनि शिक्षित नभएको होइन, तर सिभिङ सेन्स होइन अरू अब इन्डियाभन्दा त होइन कम्पेयर गर्दा चाहिँ नेपाल चाहिँ राम्रै छ। खुद इन्डियन युट्युबरहरू भन्छन्, तर नेपालमा अझै पनि धेरै कुराहरूको कमी छ क्या। यहाँ हेर त, अब हामी आउँदाखेरि होइन कहाँ पर छौँ, तर हामीले साइड दिएको कि पहिले ठुलो गाडीले हामी जस्तो सानो साइकल यात्रीलाई। त्यस्तो हो क्या, नियमअनुसार चल्नुपर्छ है। धेरै कुराहरूको कन्ट्रोल हुन्छ। नेपालमा कस्तो भाँच्छ, एउटा यताबाट हालिदिन्छ, अर्को यताबाट हालिदिन्छ होइन। अब न्युटन नहान्ने ठाउँमै घुमाइदिन्छ फट्टै, त्यही हो क्या। अनि हरन चाहिँ जथाभावी होइन बजाइरहेको छ। यहाँ हेर्नु त, यत्रो बेर भइसक्यो होइन मैले भिडियो बनाइरहेको, एउटा पनि हरन आएको छैन नि। हरन यहाँ फाल्तुको हान्दैनन् कि के भन्नु। अब धेरै कुराहरू मिलाएर बस्छन् क्या। यहाँ भ्रष्टाचारी नै छन् होइन, गरेकै छन् तिनीहरू त्यस्तै देशलाई। र जनता पनि कुनै चिजमा कमी राखेको छैन क्या, जनता पनि उत्तिकै छ बराबरै दोषी होइन। अब म यहाँ होइन, यहाँ जुन सिस्टमले म चल्दैछु, म नेपाल गएपछि म नि सायद त्यो सिस्टमले नचलाउला होला होइन। किनभने नेपालको माहौलै त्यस्तै छ। अब कुनै चिजको होइन, कुनै लाइनमा बस्नु छ भने लाइन छोडेर होइन पहिला मेरो गरिदिनु टाइपको हुन्छ। अनि म अघिदेखि पर्खिरहेको छु त मेरो गरिदिनु न पहिला भनेर पुरा हो हल्ला पनि हुन्छ फाल्तुमा कि। अब यहाँ चाहिँ त्यस्तो छैन, लाइन बाई लाइन। झन् जापान त सायद कतिलाई थाहा छ होला, जापानको भ्लगरको भिडियो हेर्नु या त जापानको बारेमा कुनै भिडियोहरू सर्च गर्नु नि, त्यहाँ झन् यस्तो छ होइन त्यहाँको लाइफ स्टाइल। त्यस्तो चाहिँ हाम्रो देश त अब कहिले हो कहिले थाहा होइन, तर त्यतिको चाहिँ हुनुपर्छ क्या एउटा मान्छेको जिन्दगी है। सबै कुराको नियम कानुन पर्फेक्ट क्या।
अहिले चाहिँ 10:30 बज्न लाग्यो बिहानको, सायद खोलिसक्यो होला। म चाहिँ यो पन्जाहरू लिनुपर्ने क्या, यहाँको पन्जा भन्छ कि के भन्छ हातमा लाउने, पुरा कालो भइहाल्छ अहिले घाममा हिँड्यो भने। सो अहिले चाहिँ मार्केटभित्र जानु पर्ला जस्तो छ। साइकलहरू चाहिँ हाम्रो यहीँ छ, अनि लक पनि छैन। अब लगे त अब भाग्यको कुरा हो, लगेन भने त हाम्रै हो। सो अघि म यत्रो भिडियो बनाएको रहेछु होइन, अनि त्यो चाहिँ पुरै अब आवाज चाहिँ दामी आएको छ। मैले आवाज चेक गरेको थिइनँ, आवाज चाहिँ ठिकै छ। अनि के अरे हातको ह्यान्डलको मात्रै आएर रहेछ क्या, म त सोचेँ पुरै आएको होला। ओ मार्केट त खोलेकै छैन त, सटर झारेछ त। आज पब्लिक डेको कारणले गर्दा 10:30 बज्दा पनि सायद मार्केट खोलेको छैन। अनि अब हामी चाहिँ मार्केटभित्र जाँदैछौँ। एवन होइन, एवन मल भन्ने छ यो ठुलो। हामी यहाँ चाहिँ जाँदैछौँ। हातको पन्जाहरू चाहिँ लिनु पर्यो होइन, कभर गरौँ, अनि पानी सानी पनि लिनु पर्यो। तर मार्केटै खोलेर रहेन रहेछ यार, यो यत्तिकै छ, सटर झारेको छ, गाडी पनि त्यति छैन। आज ईद उता खोलेको रहेछ त्यो गेट, त्यो गेट चाहिँ खोलेको छ। अनि अब भित्र जाने, एकछिन एसीको हावा पनि खाने, त्यसपछि चाहिँ होइन। मेरो सेटअप यस्तै छ है, मान्छेहरू हेर्दा पनि अचम्मै मान्छ होला कि यो मान्छे के गर्दैछ भनेर है, के लगाएको छ भनेर। गाइज फाइनली भेटाइहाल्यौँ होइन, यही थियो। अब यो हातमा लगाउने क्या यस्तो खालको होइन। अब खोल्न चाहिँ यहाँ मिल्दैन, पे गरेपछि खोल्ने हो। अहिले के लिनु, हात पोल्छ र यसले पोल्छ? कुन ठिक छ? दुइटै उस्तै उस्तै हो कि कलर अलिक फरक छ? कुन? अनि हो ल, सो हामी एउटा चाहिँ यही बोकिहाल्नुपर्छ। अनि अब चाहिँ मार्केट बाहिर निस्किने है, सिधै हामी घुम्न जान। ओके मैले कार्डै युज गर्छु है। ए भइहाल्छ। बोकौँ न त, म लगाउँछु। झोलामा अट्दैन होला, डिक्कीमा। ओके थ्याङ्क यू। अहिले लगाइहाल्ने हो। अनि ल अब चाहिँ कस्तो देखियो है गाइज? ल यतिको भयो नि ठिक छ क्या, हातहरू सेफ हुन्छ, नत्र कालो भइन्छ है। अनि गाइज अघि चाहिँ म पुरा बोलिरहेको थिएँ होइन, बाहिरको भ्यू चाहिँ आएको थिएन। हेर्नु त सफा छ नि, यतिको नेपालमा हुन्छ त पाउँदैन नि। किनभने नेपाल फोहोरी देश हो, फोहोर होइन, पोल्युसन। अब हेर्नु त यहाँ कस्तो दामी छ, घाम लाग्दा होइन कस्तो दामी क्लियर देखाउँछ क्या। यो के को कारणले? त्यो सफा वातावरणको कारणले त हो नि, हावा सफा छ भने होइन। अनि यस्तै हो। हामी चाहिँ अब बाहिर निस्किसकेका छौँ, हाम्रो बाइकहरू यहाँ धन्न यहीँ रहेछ, कसैले लगायो होइन। अनि सो अब अगाडि बढौँ है त। अब चाहिँ राम्रो देखिरहेको छ यो मन्दिर, यहीँ नजिकै छ, यताबाट झार्ने। अनि अब चाहिँ हामी लागेको, सायद अहिले ठिक आइरहेछ। म हेर्न मिल्दैन क्या, यहाँ पुरा अगाडि छातीमा टाँसे जस्तो छैन पुरै मोबाइल। अनि डिस्प्ले पनि म लाइट कम गरेको छु। सो जे होस्, तर अरू पहिला भन्दा होइन भिडियोहरू मलाई आफै अब कस्तो राम्रो लाग्छ भनेर चाहिँ नि आइफोनले गर्दा हो कि, क्यामेरा क्वालिटी है। आइफोन त आइफोन नै हुँदो रहेछ। अब स्यामसङको S22, 23हरू पनि 24हरू पनि त्यस्तै त्यस्तै राम्रै हुन्छ। तर यो क्वालिटीको मोबाइलहरू लिँदा चाहिँ भिडियो कन्टेन्ट क्रिएटरलाई, भिडियो मेकरलाई होइन राम्रो हुँदो रहेछ। गाडी कोही छैन नि, गाडी छैन तर सिग्नल लागेको छ। अब यसमा चाहिँ नियम पालना गर्नु पर्यो है त। अब नियमले चल्नुपर्छ। नेपालमा पनि यतिको सिस्टम हुनु पर्यो क्या। कान्छ यता हो, उता नजाऊ, यसरी। अनि नियम अनुसार चाहिँ चल्ने हो क्या खासमा। नेपालमा पनि यस्तै हरेक ठाउँमा, हरेक चोकमा, हरेक गाउँमा होइन, गाउँभित्रभित्र अब सहरमा त हुनैपर्छ, गाउँमा पनि हुनुपर्छ क्या ट्राफिक लाइटहरू। यसले गर्दा धेरै एक्सिडेन्टहरू, दुर्घटनाहरू कम हुन्छ क्या। तर मान्छेहरू त्यस्तै भेडा छन् नेपालीहरू होइन, त्यो नियमलाई फलो गर्दैनन् कि खासमा। अघि म एउटा बिहान होइन एउटा टिकटक हेर्दै थिएँ, अनि त्यहाँ बोर्डमा मजाले काठमाडौँको भ्यालीभित्र बोर्डमा लेखिएको छ क्या, के अरे सार्वजनिक सवारीहरू चाहिँ रोक्न मनाइ छ, खास गरी बसहरू क्या। अनि त्यो बोर्ड लेखेको छ, अनि स्टुडेन्टहरू पनि त्यहीँ उभिरहेछ बसमा चढ्नलाई, अनि बस पनि ठ्याक्कै त्यहाँ आएर रोकिदिन्छ फेरि। अनि अगाडिबाट यसरी बाटो निस्किने छ एउटा होइन साइडबाट, अनि त्यहाँ आएर चाहिँ मान्छे पनि उभिन्छन् होइन,
प्यासेन्जरहरू खास गरी फेरि स्टुडेन्टहरू के अनि बस पनि फेरि त्यहीँ रोक्दो रहेछ। अनि अब हेर्नु बसको गल्ती भन्न पनि मिलेन, बसको पनि गल्ती छैन भन्न पनि मिल्दैन, किनभने बसको गल्ती नै हो अनि प्यासेन्जरको पनि गल्ती हो होइन। त्यस्तो ठाउँमा अब जब लेखेकै छ, झन् स्टुडेन्ट मान्छे यार, पढ्ने लेख्ने मान्छे, अब लेखेकै छ होइन त्यहाँ चढ्न पाउँदैन रोक्न पाउँदैन भनेपछि ठाउँमा गएर स्टेसनहरू दिएको हुन्छ होइन बस बिसाउनेहरू, त्यस्तो ठाउँमा गएर रोक्नु, त्यस्तो ठाउँमा गएर बस्नु। यहाँनिर त्यस्तो हुँदैन अब हाम्रो सिग्नल खोलिगयो भने अब बिन्दास जाने हो। सो यस्तै हो गाइस विदेशको लाइफ चाहिँ होइन, विदेशको लाइफस्टाइल चाहिँ हामीले फलो गर्नु पर्यो क्या। हामी चाहिँ लत्ता कपडामा चाहिँ फलो गर्छौँ होइन। विदेशमा त यत्रो यत्रो सानो लगाउँछन् अरे होइन, अनि विदेशमा इङ्ग्लिस बोल्छ अनि के बोल्छ होइन, त्यस्तो कुराहरू चाहिँ अब मान्छेहरू फलो गर्छ फ्याट्टै। अनि रुल्सहरू भनेपछि फलो गर्दैन, कल्चरलाई फलो गरिहाल्छ, तर कल्चरमा अब रुल्स पनि पर्छ, तर रुल्सहरू फेरि इग्नोर गर्छन् कि। त्यही हो सिभिङ सेन्स होइन, अब मान्छेमा ल्याउनु पर्यो। अब बालन सरकारले चाहिँ यस्तो कुराहरू चाहिँ अब ध्यान दिनु पर्यो। अब आउने 13 गते चाहिँ नेपालमा अब नयाँ सरकार नियुक्ति हुँदैछ, बालन शाह होइन, बालेन्द्र शाह। सो देशलाई अब राम्रो एउटा मुहार दियोस्, सबै नेपाली जनताको त्यही आश छ होइन, त्यही भरोसा छ अब बालनले गर्छ रविले गर्छ भनेर होइन। अनि सो यहाँ हेर्न सक्नुहुन्छ कि कस्तो दामी छ कि यो मस्जिद है। यस्तो धार्मिक स्थलहरू त राम्रै हुन्छ होइन, जसको पनि होस् होइन। यसमा चाहिँ राम्रो छ। अनि साइकल लेन पनि दिएको छ यता। अब एउटा चाहिँ हिन्दू मन्दिरतिर जाँदैछु म, प्रायः गाडीमा चढेर जाँदाखेरि म चाहिँ देख्छु होइन। त्यो हिन्दू टेम्पल म अहिलेसम्म गएको छुइनँ, अर्को टेम्पलतिर चाहिँ गएको छु, त्यो हिन्दू टेम्पलमा गएको छैन। आज चाहिँ त्यतातिर चाहिँ जाउँ भनेको। अहिले चाहिँ कति बज्यो, 11 बज्यो, 12 बजीसम्म प्रायः मन्दिर यता बन्द हुँदो रहेछ, अनि फेरि साँझतिर खोल्दो रहेछ। हाम्रो नेपालीहरूको नजरमा भन्नुपर्दा होइन तामिलहरू लुटपिट गर्छन् भन्छन्, तर त्यस्तोहरू भन्दा पनि हिन्दू भनेपछि फेरि चाहिँ मान्दो रहेछ क्या। अब जाँदा जाँदा यस्तो ठाउँ देख्यौँ, एकछिन यहाँ रोकेर भिडियो फोटो बनाऊँ कि भनेको। सो एभ्रिवान कस्तो दामी ठाउँ है, घाम लागेको छ, धुम्म अलिअलि भएको छ, अलिक घाम अलिक शीतल भयो, तर घाम लागेको छैन, कस्तो दामी देखियो है। हामी चाहिँ यहाँ रोकेका छौँ, साँझतिर यता चाहिँ मान्छेहरू आउँदो रहेछ, प्रायः लोकलहरू होइन। अनि रमाइलो छ, सानो पोखरी जस्तै बनाइदिएको छ होइन। अनि यस्तो ठाउँमा पनि हेर्न सक्नुहुन्छ, एउटै केही छैन क्या त्यो। अब डस्टबिन यहाँ उहाँ पर राखेको छ एउटा, अनि सायद त्यति डस्टबिन पनि छैन यहाँ, तर मान्छेहरू आउँछन् होइन, आरामले बस्छ होइन। सरसफाइ आफ्नो आफूले गरेको फोहोर होइन, प्रायः गर्दै गर्दैन, आफूले ल्याएको फोहोरहरू पनि टिपेर ठक्क डस्टबिनमा हाल्छ या त रुम लगिदिन्छ। यहाँ यस्तो ठाउँमा होइन फोहोर गर्ने भनेको हामी जस्तै नेपाली, बङ्गलादेशी, पाकिस्तानी होइन, अनि म्यानमारहरू, इन्डियनहरू त्यस्तोहरू मात्रै फोहोर गर्छ, अरू यहाँको लोकलले प्रायः गर्दैनन् क्या। त्यो एउटा मान्छेभित्रै भएको सिभिक सेन्स हो क्या। हो त्यस्तो चाहिँ हुनुपर्छ देश हाम्रो। अब कुनै पनि हाम्रो नेपालको यस्तो पार्कमा जानु हो भने सायदै यतिको सफा पाउनुहुन्न क्या। यो पानी त यस्तो क्लियर त सायदै हुँदैन होला। सो त्यस्तो चाहिँ गर्नु हुँदैन, राम्रो चाहिँ बनाउनुपर्छ होइन देशलाई सफा। अब नयाँ नेपालको निर्माण गर्नुपर्छ सबै मिलेर है त। सो अब चाहिँ हामी यो ठाउँलाई बाई बाई गरेर फोटोसोटो खिच्यौँ है। अब चाहिँ जाँदैछौँ मन्दिरतिर। यो बाटो होइन म प्राय ग्राफमा जान्छु, साइकलमा अहिलेसम्म यो बाटो मैले घुमेको छु होइन। तर बाटो भनेको नयाँ बाटो होइन, चिनेकै बाटो हो, नजिकै हो। अनि यताबाट चाहिँ कहाँ पुगिन्छ भन्ने चाहिँ मलाई थाहा छ। सो त्यही भएर चाहिँ अनि मलेसियामा नि मान्छेहरू सोध्छन् यार डर के अरे अब चोरी यस्तो हुन्छ। म त आइफोनमा भिडियो बनाइरहेको छु त होइन, मलाई त्यस्तो महसुसै हुँदैन क्या। अब यत्रो वर्ष बसेर हो कि के हो होइन, कहिले त्यस्तो परेको छैन, नपरोस् पनि होइन, तर महसुसै हुन्न क्या। नेपाल जस्तै लाग्छ, झन् सेफ्टी लाग्छ कि नेपालभन्दा पनि मलाई यहाँ त होइन। नियम कानुनले चल्छन्। अब त्यस्तो चोर डाकाहरू त फटाहरू जहाँ पनि भइहाल्छ, त्यस्तोहरूको मुखमा परेछौँ भने पक्कै पनि त्यस्तो दिनहरू आउँछ होला भनेर होइन। तर त्यस्तो चाहिँ फिलै हुन्न क्या। पहिला मन्दिर चाहिँ एकचोटि जाउँ क्या भने होइन, एन्ट्री मिलोस् नमिलोस् तर म भिडियोमा चाहिँ देखाउने कोसिस गर्छु होइन। त हामीलाई एन्ट्री मिल्छ, तर म जुन गेटअपमा छु त्यो गेटअपमा पाउँछ कि पाउँदैन थाहा छैन। मन्दिरको एउटा आस्थाको ठाउँ हो होइन, त्यहाँनिर चाहिँ त्यही अनुसार गेटअप लगाएर जानुपर्छ। अब हाम्रो अलिक गेटअप अर्कै छ, हिपहपले गर्दा पप भइहाल्छ नि। अनि यो चाहिँ स्कुलको एरिया रहेछ बच्चाहरूको। यस्तोमा चाहिँ अब सिग्नल दिएको हुन्छ, ट्राफिक सिग्नल जस्तै होइन, प्लिक बलले
ओ फाइनली मन्दिर यहीँ रहेछ नि। हामी चाहिँ मन्दिर आइपुग्यौँ। यसको गेट चाहिँ तलैबाट होला। प्रोग्राम पनि भएको थियो कि क्या, एकछिन म तपाईँलाई देखाउँछु। महाशिवरात्रिको चाहिँ त्यो भएको थियो होइन, 16 फेब्रुअरी 26 होइन, त्यति बेलाको चाहिँ रहेछ यो। यताबाट चाहिँ हामी जाँदैछौँ। अब थाहा छैन होइन एन्ट्री पाउँछ कि पाउँदैन, झन् म भिडियो बनाउँदै जाँदैछु, त्यही पनि कोसिस गरौँ न। मन्दिर चाहिँ मान्छेहरू चाहिँ रहेछन् होइन, यस्तै हो, खै एन्ट्री पाउँछ कि पाउँदैन। चप्पल चाहिँ यहीँ खोल्नु पर्ने रहेछ, अरू दिन चाहिँ जाने है। अब केलाई जुत्ता चप्पल खोल्ने, अनि यहीँबाट ढोकिहाल्छु बरु म होइन, ढोकिहाल्छु। अरू दिन चाहिँ आएर अनि भिडियो त नबनाऊँ होला अरू दिन होइन, दर्शन गर्ने लायकको चाहिँ आउने हो अरू दिन। सिधै यहीँ अगाडि देखिएर रहेछ बान्दार दातो अन तेब्राउ। सो हामी चाहिँ अब साथीको दाइको रुम जाने अरे, अनि म्याप खोज्दै थियौँ होइन, साथीले चाहिँ अलिक बिर्सिरहेछ म्याप। अब यतैबाट चाहिँ म्यापले देखायो, जाउँ न। रुममा चाहिँ बस्नु हुँदैन, खाली चाहिँ बस्नु हुँदैन, रुममा भन्दा नि खाली चाहिँ बस्नु हुँदैन, केही न केही गरिराख्नु पर्थ्यो क्या। अनि म भनेपछि त झन् म बाहिर घुमिराख्ने मान्छे, जति घुमाए नि मलाई मन भर्दैन क्या, मलाई पुग्दैन क्या। गाडीमा होस्, हिँडेर होस्, साइकलमा होस्, जेमा पनि है, म चाहिँ घुम्ने मान्छे हो। यो एरियाको प्राइभेट हस्पिटल, ठुलो हस्पिटल कि यो प्राइभेट, महँगो क्या, धेरै महँगो। एकचोटि म नि यहाँ आएको थिएँ, सानो एउटा समस्याले गर्दा चाहिँ आएको थिएँ, ठुलो महँगो खालको हस्पिटल मलाई अरूको। अनि यस्तो हाइवेमा चाहिँ साइकल कुदाउने चाहिँ गाह्रो छ, साइकलको रुट होइन नि त यस्तो हाइवेहरू। अनि तपाईँहरू पनि होइन साइकल यदि बाहिर कुदाउनु हुन्छ भने मलेसियातिर अरू कन्ट्रीमा साइकलको रुट फरक हुन्छ होइन, त्यो रुटहरू चिनेर चाहिँ जानु। ठुल्ठुलो हाइवेमा छिर्यो भने आफ्नो लागि सेफ नहुनसक्छ त्यो हाइवेहरू है। अनि मेरो ह्यान्डल चाहिँ बारम्बार किन यस्तो भाँगिन्छ यार। ओके, सो आज चाहिँ म पुरै जोसमा आएको छु होइन साइकल कुदाउनलाई। मौसम पनि साथ दिएको छ, घाम पनि कडा लागेको थियो अघिसम्म, अहिले ठिक छ, तर कालो चाहिँ भइन्छ है चाँडै। सो हामी चाहिँ अहिले आइसकेको छौँ, केटाहरू पर्खिरहेको छौँ केटाहरूलाई होइन। केटाहरू आउँदैछ होला, भित्र चाहिँ जान मिल्दैन, हामी एकछिन केटाहरूलाई भेटेर अनि जाने है त। सो गाइजहरू होइन, हामी चाहिँ साथीको दाइलाई भेटिसकेका थियौँ, अनि त्यहाँनिर धेरै बेर समय बितायौँ। अनि हामी चाहिँ त्यहाँ धेरै बेर समय बिताएर होइन अब रुमतिर जान लागेको, अनुहार पुरै कालो भइसकेको छ घाम पसिनाले है। अनि यस्तो ठाउँमा आइपुगेको छौँ, हेर्न सक्नुहुन्छ, यो ठुलो हाइवे हो होइन, तर पनि यहाँ कति आनन्द छ, शान्त यस्तो पार्क बनाइदिएको छ। एउटै मान्छे छैन है, तर यताको व्यवस्था कस्तो छ भने ठाउँ बनाइदिन्छ, मान्छेहरूसँग त्यस्तो टाइमै छैन, आनन्द छ ठुलो हाइवेको अगाडि होइन यस्तो साइडमा। सो आजको भिडियो चाहिँ अब यति नै गाइज होइन, रमाइलो भयो, आज बाहिर घुम्न पायौँ। अब फेरि एउटा अर्को भिडियो आउँदैछ होइन, त्यो पनि भ्लगै हुन्छ, अनि त्यो भिडियोको लागि प्रतीक्षा गर्नु होला। अब हामी रुम गएर अनि भिडियोलाई एडिट गर्ने हो। सो आजको लागि चाहिँ यति नै है त गाइज।